गाइज नमस्ते सबैजनामा। सो आज हामी जाँदैछौँ कहाँ जाँदैछौँ? सो हाम्रो ग्याङ यो चाहिँ हामी हाम्रो फरारीमा छौँ। यहाँ फरारी तल मुनिपट्टि छ। हामी टक्क 4 जना कान्छो अनि टक्क हामी जाँदैछौँ नुहाउन। हामी यस्तो रोडको अगाडि छौँ होइन, यता पारी दैलेख हो। अनि हामी चाहिँ छौँ सिधै अछामबाट र यो चाहिँ हाम्रो फरारी कर्णाली प्रदेश होइन, कर्णाली प्रदेश अनि सुदूरपश्चिम प्रदेशको बिचैमा हामी त्यही जान्छौँ। कर्णाली त्यही हो र जाँदैछौँ। सो लेट्स गो। सो हामी चाहिँ जाँदैछौँ कर्णाली नदीमा नुहाउनको लागि। हामी चाहिँ अहिले हाम्रो फरारीमा हामी कतिजना छौँ? 4 जना। यता अनुहार गर सबैजना। हेलो भन। दाइको च्यानललाई सबैले सब्सक्राइब गरिदिनु होला भनेर भन। होइन कल्पेश विष्ट भतिज मेरो भतिजको च्यानललाई भन्ने। उता अगाडि मामा हाम्रो पुलिस अङ्कलहरू जानुभयो होइन। सो जो रमाइलो भइरहेको छ अनि हामी जाँदैछौँ कर्णाली नदीमा नुहाउन। फेरि यस्तो छ कि हामीले यो बाइक छ नि पुरै न्युट्रलमा हो कि पुरै यो बाइक पुरै न्युट्रलमा हो। बाइक चाहिँ माथिबाट जाँदाखेरि हामीलाई तेलको केही खर्च लाग्दैन होइन। तलबाट आउँदाखेरि मात्रै खर्च लाग्छ। तलबाट आउँदाखेरि मात्रै तेल खान्छ होइन बाइकले। माथिबाट टक्क तल देखिसकेको छ कर्णाली नदी। अनि टक्क हामी जान्छौँ यो पलाताको खाल हो। यहाँ चाहिँ हाम्रो पछाडि यो पलाता भन्छ यहाँ चाहिँ। अनि के छ रमाइलो भइरहेको छ गाइज, एकदम रमाइलो भइरहेको छ। अनि टक्क देख्न सक्नुहुन्छ अगाडि यस्तो छ दामी भ्यू। उता पारी बयला हो अनि उता पारी बयला ऊ त्यहाँ तल तुल्छ कर्णाली नदी। फाइनल्ली कर्णाली नदी देखिसकेको छ होइन मुनिपट्टि चाहिँ। सो म चाहिँ भाइ बहिनी अनि मेरो बिचमा एकजना अङ्कल हुनुहुन्छ हाम्रो सबभन्दा कान्छो जिम्वाल साप काजी हुन्छ। अनि ल अब यहाँ बसेर एकछिन यसो फोटोसोटो हान्नु पर्यो यो डाँडामा चाहिँ होइन। तल दामी भ्यू आउँछ अनि जोस रमाइलो भइरहेको छ। सो दिस इज आवर डेस्टिनेसन होइन। अनि यहाँ चाहिँ भाइ अगाडि गएर पुरा पोज दिइरहेछ। रमाइलो भइरहेको छ किन यस्तो। टक्क हामी त्यहाँ जाँदैछौँ। यो पलाताको खालमा छौँ हामी चाहिँ। अनि यो यता डाँडामा छौँ अनि यता भाइ चाहिँ खेल्दैछ। अनि जो यता रमाइलो भएको छ। हाम्रो फरारी पछाडि ब्याक साइडमा हाम्रो फरारी छ। अब दुईजना अनि मेरो लागि यता पुरै कब्जा हानेको हामीले आज। अनि त्यहाँ पारी देख्ने ठाउँ चाहिँ बयला हो, त्यहाँ माथि बयला हो। अनि त्यहाँ माथिको डाँडा चाहिँ कमल बजार। अनि यो डाँडाको ठ्याक्कै माथि साइडमा चाहिँ हाम्रो घरहरू कालिका स्थान, उता तुल्ता पारी दैलेख, बिचमा कर्णाली, हाम्रो मुनि चाहिँ टोटकेसाल भन्ने छ। सो आज चाहिँ अब हाम्रो यो लास्ट दिन अछाममा चाहिँ दसैँमा चाहिँ जे होस् रमाइलो भयो। दसैँमा रमाइलो गरेर चाहिँ अब भोलि चाहिँ हामी ब्याक टु काठमाडौँ। अनि त्यसपछि चाहिँ अझ आज चाहिँ हामी तल गाड खेल्न अनि घाट खेल्न जाँदैछौँ कर्णाली नदी यता टक्क। अनि रमाइलो भइरहेको छ होइन, एकदम रमाइलो भइरहेको छ। सो गाइज हामी चाहिँ कर्णाली नदीमा हामी आइसकेका छौँ। यता चाहिँ फोटो खिच्नु सो गाइज अहिले चाहिँ हामी दैलेखको यता दैलेखमा छौँ। उता पारी देखिने चाहिँ हाम्रो टोटकेसाल अनि त्यो माथिपट्टि देखिने चाहिँ हाम्रो सैन भन्छ, त्यही हाम्रो जग्गा घरहरू हाम्रो त्यहाँ छ। अनि यहाँनिर पनि हाम्रो जग्गाहरू छ। अनि यता चाहिँ यो टोटकेसाल हो, एकदमै राम्रो ठाउँ होइन। हाम्रो उता पारी अछाम जिल्ला हो। अनि त्यहाँ माथि राकम कर्णाली बजार त्यहाँ माथि छ। र अहिले हामी कर्णाली प्रदेशमा छौँ र उता पारी चाहिँ सुदूरपश्चिम प्रदेश। यो चाहिँ हाम्रो ब्युटिफुल सुदूरपश्चिम प्रदेश उता पारी पर्छ। अनि त्यसपछि चाहिँ यहाँ तल कर्णाली नदी छ हाम्रो। यो कर्णाली नदी भनेको तल चिसापानी कैलाली हुँदै जाने कर्णाली नदी यही हो।
यो चाहिँ माथिबाट आउने हो। र एउटा कुरा हाम्रो यो मेन के छ भनेदेखि यो राजमार्ग हो, यो कर्णाली राजमार्ग हो। यो कर्णाली राजमार्गमा यहाँदेखि मान्छे राराताल मात्रै पुग्नु पर्यो भने त्यो मान्छे कतिचोटि एक्सिडेन्ट हुन्छ र बाटोमा एउटा बाइकमा होइन त्यो मान्छे कति घाइते हुन्छ भन्ने त्यो कुनै एकदमै ताउ न ताउ। हजुर होटलहरू नै थाहा छैन। सिद्धार्थ होटल भनेको के ताउ? सिद्धार्थ होटल त्यही होला। र हाम्रो कर्णाली राजमार्ग यो यति खत्तम छ नि यो राजमार्ग। यहाँ मान्छेहरू यो राजमार्ग यहाँबाट राकम कर्णाली यता हुँदै माथि कालीकोट जुम्ला उम्ला मुगु राराताल जाने यही रोड हो, यही हो होइन। अनि यही रोड हो। अनि यहाँबाट चाहिँ यस्तो छ बाटो यति खत्तम छ, यति खत्तम छ होइन। अनि मान्छेहरू रारासम्म पुग्न कति ठाउँमा ढल्छ, कति ठाउँमा एक्सिडेन्ट छ, कतिको हात भान्छ। अस्ति मेरो अङ्कल जुम्ला जानुभएको थियो 11 यो यहाँबाट मेरो अङ्कल जुम्ला जानुभएको 11 घन्टा लागेर 4 ठाउँमा आउन जान हात पुरै फ्र्याक्चर गराएर एकदम एक्सिडेन्ट भएर पुरै त्यस्तो थियो बाइकमा। सिङ्गल पनि त्यही माथि सिङ्गल यति गाह्रो भइरहेको थियो। अनि यता चाहिँ यस्तो छ। सो गाइज हामी चाहिँ अहिले नुहाउनको लागि रेडी भइसकेका छौँ। यता तल कर्णाली नदी त्यहाँ चाहिँ अलिकति डर लाग्यो होइन, धेरै गहिरो छ नजानु भन्नुभयो होइन। अनि यहाँ चाहिँ सानो खोला, यहाँ गाड छ, यहाँ डम्बसम्म बनाहान मान्छेहरूले। अनि यहाँ ओए उठ अनि यतै कल्लु त यहाँ छ होइन चाहिँ यहाँ खेलेर टक्क रमाइलो गरिन्छ। अब यहीँ नुहाएर जानु पर्ला जस्तो लाग्यो। ल हाम्रो केटाहरूको यता नजरा यहाँ चाहिँ उहाँहरू अरू नै हो। अनि यता यहाँ भाइ चाहिँ टक्क यता छैन। अनि टक्क यो गाड हे तेरा उल्टा हान्ने हो क्या? यहाँ आइज नि ढुङ्गोबाट उल्टा हान्ने क्या त्यहाँ आइज। ल ल हाम्रो कल्पेश विष्ट कल्लु दादाको उल्टा। ल ए पुरुजा पुरुजा ओ ल ल भाइ तिमी पनि हान्छ आउँछ आउँदैन तिमी सिधा हान। ल केही आउँदैन त्यसो भए फट्टा हाल। ल फेरि 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 कसको पाली हो? ल फेरि फेरि ल ल फेरि भाइ तिमी त ल ल ल ओ ल ए त आन त ल त पनि आन भाइ। यो गाइज हामीले चाहिँ कर्णाली यता सबै खोलाहरू नुहाइ धुवाइ गरेर टक्क माछा खानलाई उता पारीबाट उता माछा उता पारीतिर नपाएर यता यहाँ म्याडमको माछा हेरिरहेछौँ, ताकिरहेछौँ। अहिले खै हेरौँ के हुन्छ। यहाँ अलिकति एक्सपेन्सिभ पनि छ होइन, माछाहरू चाहिँ लास्टै एक्सपेन्सिभ रहेछ। अनि यहाँ त्यही भएर यहाँ बदाम खाएर रिल्याक्स हुँदैछौँ। सो गाइज अहिले चाहिँ मैले त्यहाँ पारीबाट यता देखा यहाँ पारीबाट चाहिँ मैले माछा लिएर आइसकेँ। यता चाहिँ हाम्रो यता एकजना सरकोमा चाहिँ 2टा छिडी मात्रै माछा रहेछ। अनि यहाँ चाहिँ अहिले बनाउने यस्तो कर्णालीको प्योर अर्ग्यानिक माछा चाहिँ आहा यस्तो छ के यस्तो छ यस्तो यस्तो दामी। ल यो माछा चाहिँ कसरी खाने भनेदेखि होइन अब यस्तै उता 2टा 5वटा हुन्छ, हामी चाहिँ 3जना 4जना छौँ। अनि यसलाई चाहिँ अनि यो माछा चाहिँ अनि टक्क यसलाई के अरे चाउचाउमा होइन वाइ चाउचाउमा टक्क यसलाई फ्राई गरेर दामी तरिकाले होइन खाइन्छ क्या। अनि त्यसपछि चाहिँ यही हो कर्णाली नदी, यसलाई चाहिँ बेलखेत भन्छ। हाम्रो एकदमै यो हाम्रो चाहिँ एकदमै प्यारो ठाउँ, स्वर्ग जस्तो ठाउँ हो यो चाहिँ बेलखेत। अनि यहाँ चाहिँ त्यो पारीको चाहिँ कर्णाली राजमार्ग हजुरहरू चाहिँ रारा त्यसपछि माथि राराताल त्यहाँ घुम्न जाँदाखेरि चाहिँ यता तपाईँ यो जसरी पनि देख्नुहुन्छ यो चाहिँ हाम्रो ठाउँ हो। यहाँबाट चाहिँ माथि मध्य पहाडी लोकमार्ग लाग्छ। यहाँबाट चाहिँ मगरसेन हुँदै साफे बगर हुँदै जाने बाटो हो यो विनायक हुँदै। अनि त्यहाँ पारीबाट चाहिँ माथि रारा जान्छ। र यो चाहिँ हाम्रो यहाँको कर्णालीको पुल हो, यही पुल हो। अनि यहाँ के अरे यही कर्णाली हो जुन तल चिसापानीमा बग्छ, त्यही कर्णाली यही हो। अनि माछा यसरी अब भोलि चाहिँ काठमाडौँ जाँदैछु। सो आज चाहिँ माछा खाएर टेस्ट गरेर अनि खाएर टक्क ब्याक टु काठमाडौँ। यही हो अहिले चाहिँ अब मेरो बहिनी भाइहरू चाहिँ अनि एउटा अङ्कलहरू हुनुहुन्छ। अनि चाहिँ हामी चाहिँ माछा ब्याक टु होम हुन्छ होइन। यही हो भ्लग सलग जे भने पनि यही हो। सबैजनाले माया गर्ने होला, थ्याङ्क यू सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। अब यही हो माया सानो हल्को टुप्चो लगाएर देखाइदिनु होला होइन।
यही हो। अब हाम्रो ठाउँमा आएपछि तपाईँहरू यहाँको माछा अनि यतापट्टि हाम्रो अङ्कलहरूको आफ्नै मान्छेहरूको अङ्कलहरूको सबै यता यो यता यो सबै यो यता यो सबै पसलहरू आफ्नै आफ्नै मान्छेको हो। यहाँ आएर माछा खाइदिनु होला। चाउचाउसँग माछा टक्क खाजाको लागि एकदमै बेस्ट म चाहिँ रेकमेन्ड गर्छु तपाईँहरूको लागि होइन। यदि तपाईँ यो ठाउँमा आउनुभयो भने अनि यहाँ आएर चाहिँ माछा खाने मन लाग्यो भने प्योर कर्णाली यहाँ कुनै ठगेर कुनै कुवाको सुवाको माछाहरू पोखरीको माछाहरू लिएर चाहिँ यहाँ कुनै बेच्ने काम हुँदैन। यहाँ चाहिँ आलै माछाहरू एकदमै यहाँकै प्योर अर्ग्यानिक माछा चाहिँ ल्याएर यहाँ यसरी छिडीमा राखेर अनि ग्राहकहरूलाई चाहिँ यहाँ सेवा दिने गर्नुहुन्छ। यहाँको मान्छेहरू चाहिँ एकदमै मिठो हुन्छ, एकदमै ताजा अर्ग्यानिक टेस्ट पाउनुहुन्छ क्या तपाईँहरूले। टक्क थोरै सुपमा चाहिँ एकदमै दामी हुन्छ। सो यही हो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अनि चाहिँ अब चाहिँ हामी टक्क यसलाई खाएर चाहिँ अनि हामी घर जान्छौँ होइन। त्यही हो, कहिलेकाहीँ आइन्छ घरमा वर्ष दिनको एकचोटि। म चाहिँ 4 वर्षपछि मेरो घर आएको। अहिले चाहिँ म अहिले धेरै रमाइलो भयो, गाउँमा दसैँ एकदमै रमाइलो भयो। अनि गोरुहरू पनि जोत्यो, काम गरियो, हरेक चिजहरू गरियो। जो गाउँमा बस्दाखेरि एकदमै रमाइलो हुन्छ होइन। गाउँ यसै प्यारो पनि हो, आफू जन्मेको ठाउँ यत्तिकै पनि प्यारो हुन्छ। यहाँको भ्यू चाहिँ यता माथि चाहिँ राकम कर्णाली बजार हो यहाँ माथिको चाहिँ। तल चाहिँ कुर्ता हो, त्यो देख्नु पर्दैन। तल चाहिँ कुर्ता हो, माथि चाहिँ राकम कर्णाली बजार हो। पारी दैलेख यता पछामु र यो मध्य पहाडी लोकमार्गलाई जोडिने यो कर्णाली। तपाईँले जसले पनि देख्नुहुन्छ, जसले पनि देख्छ यो माथि रारा कालीपुर पुरा जाँदै हुनुहुन्छ भने होइन। त्यही हो। सो थ्याङ्क यू सो मच सबै साथीहरू, सबैजनालाई हेरेर अलिकति माया देखाइदिनु होला भन्ने चाहिँ आश छ होइन। अब त्यति धेरै कन्टेन्टहरू म बनाउँदैन, अब त्यस्तो कन्टेन्टको लागि चाहिँ त्यस्तो बनाउने मेरो लाइफ स्टाइल पनि छैन। त्यही हो।